वेल तिमी यो भिडियोमा आइहाल्यौ त्यसको मतलब अब तिमीलाई लाग्दै होला तिमी केही दिनमा सुपर मेमोरी डेभलप गरिहाल्छौ, सुपर नेचुरल मेमोरी। अब यस्तो कुरा हो भने तिमी यो भिडियो अहिले लिभ गर, किनकि तिमीलाई यो भिडियो हेर्न कन्सिस्टेन्सी चाहिन्छ। किन मैले धेरै एआई टुल्सहरुको प्रयोग गरेर एउटा यस्तो टाइपको एक्सरसाइज बनाएको छु जसले हाम्रो दिमागलाई धेरै फास्ट गरिदिन्छ। र यो मैले एक हप्ता भयो यो डिस्कभर गरेको, र यो मैले आफै माथि युज गरेको छु। र मैले आफै अटेन्सन स्प्यान, मेमोरी र जो कन्सन्ट्रेसन छ नि त्यसलाई इम्प्रुभ गरेको पाएको छु के। र अब यो जो फोन छ नि त्यो मलाई अट्र्याक्ट पनि गरिरहेको जस्तो पाउँदैन के। मेरो दिमाग यति काम भइसक्यो नि कि अलमोस्ट अहिले म मेरो होमवर्क पनि सकाइसकेँ के। होमवर्क सकाएर भिडियो बनाउँदै छु, नत्र भने पक्कै पनि म होमवर्क नै गर्थेन होला। अनि हाम्रो जति पनि यो जीवनमा नराम्रो बानीहरु छन् नि, पर्फर्मेन्सहरु यो एक्सरसाइजले ठीक गरिदियो के। अलमोस्ट मेन्टली यो ब्रेनको ओभरअल थिङहरुको लागि, ओभरअल जति पनि कुराहरु छन् नि सब कुराको लागि बेस्ट एक्सरसाइज भन्न सक्छु म। सो यस्तो महत्त्वपूर्ण एक्सरसाइज के हो त तिमीलाई लाग्दै होला। यो एक्सरसाइजको नाम मैले राखेको छु एक्टिभ मेडिटेसन। अब यो एक्टिभ मेडिटेसन भन्दा के होला, मेडिटेसन भनेको त तिमी सबैलाई थाहा छ के हो हैन। अब तिमीलाई लाग्दै होला यो कस्तो बकवासको एक्सरसाइज हो, अब म यस्तो बच्चा मलाई सिकाउँछ त्यस्तो लाग्दै होला। तर यो मैले धेरै एआई टुलहरुसँग धेरै अध्ययन गरेँ कि जेमिनी, च्याट जीपीटी त्यस्तो टुल्सहरुमा यस्ता प्रम्प्टहरु हाले कि मैले भने डेभलप सच अ गुड एक्सरसाइजेस हैन। अनि मैले के भने त्यसले मलाई धेरै एक्सरसाइजहरुको नाम दियो के, दिमागको शक्ति बढाउन, भिजुअलाइजेसन, मेडिटेसन, एक्टिभ रिकल भन्ने जस्ता एक्सरसाइज दियो के। अनि एक्टिभ रिकलमा के गरिन्थ्यो भने कि हामी एउटै कुरालाई 10 चोटी जोडले भन्दै गइराहौं के। दिमागलाई प्रेसर गर्दैछु कि भन्दै जबरजस्ती धेरै चोटी रिपिट गराउँछु अनि त्यसलाई याद गर्ने प्रयास गर्दैछौं के। अनि मैले एउटा कुरा के सोचेँ, यो सबै एक्सरसाइजलाई मैले एकै कुरामा हाल्दिए भने के होला। तब मैले मेरो एक्सरसाइज एक्टिभ मेडिटेसन बनाएँ। अब यसमा मैले के गरेँ भने म एक दिन बिहान उठेँ, एक हप्ता अगाडिको कुरा हो, एक दिन बिहान उठेँ र मैले जे त्यो दिन अगाडि एउटा किताबमा पढेको थिएँ नि, मेरो सामाजिक किताबमा, सोशलको बुकमा, त्यही च्याप्टरलाई मेडिटेसनमा रिकल गर्न लाग्यो कि। त्यो च्याप्टर मैले के पढाएको थिएँ, जोडले मेरो मनको कुरालाई जोडले यहाँ पढ्दै गएँ के। त्यो किताब मैले खोलेँ कसरी, भिजुअलाइजेसन पुरा डिटेलमा, अलमोस्ट लाइक म आफै वर्डहरु क्रिएट गर्दै थिएँ के। भिजुअलाइजेसनमा म त्यो किताब खोलेर त्यसको वर्डहरुमा आफ्नो हातले वर्डहरु पढ्दै थिएँ के। र मलाई याद होस् नहोस्, म जे पाए त्यही भन्नुस् तर त्यही कुरामा फोकस गर्दै थिएँ के। अनि मलाई किन हो, तर एक हप्तापछि आज बिहान म कुनै अरु च्याप्टर पढ्न जान्छु भने मलाई एकछिनमै त्यो याद हुन लाग्छ के। एक्चुअली म मेडिटेसनको ड्युरेसन 10 मिनेट गर्थेँ, तर नर्मल मेडिटेसन 10 मिनेट पनि हुँदैन थियो के। तर यो टाइपको एक्टिभ मेडिटेसन नर्मल भिजुअलाइजेसन भन्दा धेरै गुना इफेक्टिभ छ। किन भन, हामी नर्मल मेडिटेसन र भिजुअलाइजेसनमा अलमोस्ट लाइक शान्त वातावरण क्रिएट गर्दै हुन्छु के। तर यो एक्टिभ मेडिटेसनमा हामी आफ्नै कुरालाई 10 चोटी सुन्दै हुन्छु के। अनि हामी आफ्नै कुरालाई फोकस गरेर त्यही कुरालाई डिस्ट्र्याक्सन बनाएर फोकस गर्दैछु के। कुरा बुझ, भन्नको अर्थ के हो कि हामी एउटा डिस्ट्र्याक्सनलाई फोकस बनाउँदैछौँ। हामी शान्तिलाई, हामी त्यो दिमाग ब्ल्याङ्क हुन्छ नि त्यसलाई मेन कुरा बनाउँदै छैन फोकस गर्नको लागि। यो एक्टिभ मेडिटेसनमा हामी आफ्नै आवाजले फोकस गर्दैछौँ जो डिस्ट्र्याक्सन हो, अनि जसले हामीलाई मेडिटेसन लङ्गर समयसम्म गर्न पनि सहयोग गर्छ। अनि यसमा भिजुअलाइजेसन छ, नर्मल मेडिटेसन पनि छ र एक्टिभ रिकल, तीनै कुराको मिश्रण छ। भनेपछि मेरो एक्टिभ मेडिटेसन धेरै उपयोगी छ, किनकि यसले 3 एक्सरसाइजेसलाई, हाम्रो दिमागको 3वटा एक्सरसाइजलाई एउटै एक्सरसाइजमा समावेश गर्दैछ के। अनि यो कुरा म तपाईहरुलाई भन्दैछु किनकि तपाईहरु पनि ट्राई गर्नुहोस्। यो 1 महिनामा तपाईको मेमोरी पावर अलमोस्ट 2 टाइम्स मोर भइहाल्छ कि। आफ्नो रियल अहिले जति क्षमता छ त्यसको 2 गुना भइहाल्छ कि। मेरो एक हप्तामै मेरो अहिले यति काम माइन्ड भइसक्यो नि कि म अब आफ्नो दिमागका थट्सहरुलाई इजिली कन्ट्रोल गर्न सक्न छु। ल मान मेरो दिमागमा बीचमा गानाहरु आइराछन्, बज्दैछन् हैन, म यसलाई कन्ट्रोल गर्न सक्दैछु के। यो कुराले बुझिन्छ यो एक्सरसाइज कति इम्पोर्टेन्ट छ। अनि नर्मल मेडिटेसन गर्न कति झ्याउ लाग्छ, तर एक्टिभ मेडिटेसनमा पढाइ नै भइहाल्छ, पढाइ नै हुन्छ, तिम्रो दिमाग नै कन्ट्रोल भइहाल्छ एन्ड ओभरअल अल द बेनिफिट्स छन् के। अनि झ्याउ पनि लाग्दैन त्यति नर्मल मेडिटेसन भन्दा। सो यो एक्सरसाइज गर भनेर म सबैलाई भन्न चाहन्छु, किनकि यो मैले आफै बनाएको एक्सरसाइज हो, मैले कसैबाट हेरेको कुरो होइन। मैले सबलाई मिक्स गरेर एउटा सानो बनाइदिएको र तपाईहरुलाई पनि यो युज गर्न म भन्छु। अनि यो एक्सरसाइज धेरै युजफुल छ। मेबी कसैले यसलाई कन्सिस्टेन्टली गर्दियो भने, अलमोस्ट लाइक 2-3 महिना गर्दियो भने साच्चै
तिम्रो दिमाग नर्मल मान्छेभन्दा धेरै फास्ट भइहाल्छ भिजुअलाइजेसन पावर अत्यन्तै हुन्छ सो दिस भिडियो वाज दिस अरू केही पनि इम्पोर्टेन्ट कुरा थिएन यो भिडियोमा तपाईहरुलाई यसको बारेमा भन्नु थियो सो नाउ जस्ट गुड बाई एन्ड स्टडी मोर डु सम हार्ड वर्क